शनिबार भाइ र म चाहिँ घुम्दै हिँडिराखेका छौँ। भर्खर सुरु गरेको तर उकालो चाहिँ धेरै रहेछ। उकालो भन्नुहुन्छ भने ठाडै छ, यस्तो ठाडै उकालो पुरा। भाइ चाहिँ अगाडि हिँडिरहेको छ, पहिला पनि आएको अरे भाइ, त्यही भएर चिनेको। यो काठमाडौँको भ्यू टावर है, ककर्नेभन्दा वारिपट्टिको उकालो रहेछ त एकैछिन भने है। ठाउँ चाहिँ रमाइलो होला जस्तो रहेछ। ल जहाज पनि उड्यो, रमाइलो रहेछ ठाउँ। ल उकालोमा चट्ट लाएर ससा हुँदैछ केटा। कताबाट उक्लिने हो? ल हिँड्नु। हावा त मस्तो चल्या त भाइ। ल यस्तो रमाइलो ठाउँ रहेछ भ्यू टावर है। यो चाहिँ ठ्याक्क काठमाडौँमा रहेको भ्यू टावर अरे, तारकेश्वर नगरपालिका। रमाइलो चिसो पनि रहेछ त केटा। तलको के खेल्ने कुरा? अनि भ्यू टावर माथि नछिन् त, भ्यू त हेर्नु पऱ्यो केटा। भाइ त अगाडि हिँड्यो। ल भ्यू टावर छिरेको है। भ्यू टावर के पहिले थिएन? यस्तो ठाउँ रहेछ। लेने किन भाइ? मलाई डर लाग्छ अब तिम्रो भिडियो बनाएर बस्ने होला हैन? के रहेछ अब? कुना गएर बस्यो। डर लाग्यो माथि पुग्ने यार, माथि पनि डर लाग्यो क्या। फोबिया छ नि त, हावाले उड्नु जस्तो हुँदैछ यार माछा। Kierety.
तल चाहिँ डाँडा अरे हेर्नु है त उता डाँडा किसमा डाँडा फेरि यहाँ भाइले खाजा खाउँ भन्यो होइन भाइले खाजा खाउँ भन्दा खाना आयो फेरि केटाले खाना खाउँ भन्यो मलाई होइन के खाने भाइ खाजा ए आउँछ खाने चाहिँ के हुन्छ मोमो खाने मिल्यो जे खाने मिल्यो है ठिक छ नि त ल आज चाहिँ हाम्रो भाइले घुमाउन पनि लिएर आए खुवाउन पनि खुवाउँछु भन्छ के गर्न खोजेको केटालाई थाहा छैन मलाई ए भाइ के अरे पहिला पनि यहाँ घुम्न आउनुभएको थियो तपाईँ आएको पहिला रमाइलो थियो साथीहरूसँग आएर ए अहिले आज पनि आइयो होइन दाजुभाइ मिलेर आइयो गर्मीको बेलामा चाहिँ आउनलाई ठिक रहेछ होइन ठिक छ होइन यस्तै अरू ठाउँहरू धेरै ठाउँमा गएको होला नि त सकुनलाई त होइन गइरहेको छ है आइराखिन्छ ल हाम्रो भाइ घुम्न आउने ठाउँ रहेछ यहाँ चस्मा पनि लायो अझ भाइले त यहाँ अब यस्तो राम्रो ठाउँमा यस्तो राम्रो ठाउँमा बसेर होइन भाइले चाहिँ चट्ट खाजा खाउन त दाइ भनेर भनिसकेपछि चाहिँ खानापट्टि बस्यो हामीले है चस्मा त लगाइरहेको हुन्छ त अनि म त बोलिरहेको छु होइन भाइसँग कुरा गरिरहेको छु त्यही भएर पनि हो होइन तर साथीहरू सबैकै अफिसको साथीहरू सबैजना आएर रमाइलो गऱ्यो भने चाहिँ राम्रो राम्रो ठाउँहरू चाहिँ छ रहेछ ठाउँ चाहिँ है टक्क भ्यू पनि त्यस्तै राम्रो छ है भ्यूहरू काठमाडौँमा होइन टक्क भ्यू पनि राम्रो छ होइन भाइले चाहिँ आज फेरि मोमै खाने भनेर भन्नुभयो होइन खाजा त मोमो मनपर्छ होइन हामीले कुन मोमो खानु झोल स्टिम जे पाइन्छ त्यो चाहिँ हामीले खाइन्छ होइन ल ठिक छ भ्यूटार गएर नि ओर्रियौँ होइन किनभने त्यो मलाई लास्ट डर लागेर गाह्रो भयो खुट्टा लरले काम्यो चिकन लाग्छ होला नि त कृष्ण यहाँभित्र लाग्दैन र लाग्छ कि त भनेर नि यार पहटा रहेछ त्यहाँ त पहटा रहेछ केटा के पहटा हालेर चाहिँ उड्न पाइन्छ क्या हो त नि दामी रहन्छ है दामी देखिनु त भ्यू के राम्रो रहेछ क्या भ्यू राम्रो छ अनि पहेटामा बस्यो केटा त ल ठिक छ एकछिन हेर्नु पऱ्यो यो यता हाइटतिर फर्काउनु पर्ने क्या होइन यता फर्काउनु पऱ्यो उकालोमा अब यहाँ भयो अनि हामी छिरेको यही त रहेछ त खासै ऊ त देखिएन त अहिले डर लाग्यो पछि त होइन त्यस्तो रहेछ ल सर
चाहिँ होइन अब घुमेर पनि हामी फर्किँदै है ए भाइ र म गर्थ्यौँ आज त घुमेर पनि फर्किँदै भाइ यहाँ के गर्न लाग्दो रहेछ त्यस्तो आजलाई घुम्यो होइन त बाबु आजलाई घुम्यो होइन आजलाई घुम्यो अब भ्याइयो नि आजलाई ल अब भोलिदेखि फेरि अब यस्तै काम गर्दै होला होइन ल घुम्यो यस्तो दामी ठाउँ छ यति रमाइलो ठाउँ है आनन्दको ठाउँ छ ल साथीहरू अब आजलाई म भ्लग यहीँ इन्डिङ गर्छु है त ल अब अर्को भिडियोको लागि प्रतीक्षा गर्नु होला।